हेलो गुड आफ्टरनुन एभ्रिवान के छ हाल खबर वेलकम टु माई युट्युब च्यानल मेरो मम्मी मेरी बुढी मेरी पुकुली प्यारी अर्की सानी पुकुली यहाँ बिच्चकी पुकुली यहाँ यो घरमा सबै पुकुली छन् पुकुलो एउटा मात्र छ हैन अनि आज पुकुलीलाई चाहिँ भ्याक्सिन लाउन लाने दिन 45 डेज कट्यो अनि आज बहिनी र म छोरी बोकेर हिँड्यो हस्पिटल अब कति दुख्ने हो के हुने हो हैन त्यो आफ्नो ठाउँमा छ अब लाउन पर्ने चिज त लाउन परिगयो खास हिजै लाउने हो अनि हामी चाहिँ आज अब हिजो अलि भ्याइएन शिवरात्रि थियो अनि त्यसले गर्दा भ्याइएन अनि डाक्टरलाई कन्सल्ट गरेको डाक्टरले एक दिनले खासै केही फरक पर्दैन भन्नुभयो के हैन त्यो भइसकेपछि हिँड्यो अनि यहाँ चाहिँ अब पुकुलीको सामान तातो पानी दुध ल्याक्टोजिन क्या दुध भनेको फेरि भैँसीको भन्नु होला भैँसीको दुध खुवाउन पनि पच्दैन अरे ल्याक्टोजिन खुवाउनु पर्ने छ मैले त खाएँ अरे भैँसीको खाएर होला म यस्तो राम्रो भएको भैँसी के चिज यो फाइल ल गाइज हामी चाहिँ फाइल साइल बोकेर यसमा अब खोप लाउन भनेर हिँड्यो ल बाई बाई मम्मी ल ल ल बुढी ल बाई ल अब कति रुनी हो बुहारीसँग बस्नु न यसो रमाएर ल ल ल अनि चप्पल धेरै छ ल सुन्ता बनाएर देऊ दाइलाई मैले जुत्ता कहाँ राखेको छु गाइस ल ल ल चाहिँ हामी निस्किसक्यौँ होइन बहिनी पुकुली यहाँ छ ए सुती छ अब हामी चाहिँ सर स्कुटीमा जान्छौँ किनकि अब आफूसँग कार छैन गाइज होइन ल यही हो अब पाटनतिर गएर हुन्छ हाम्रो अरू चिज अब सिधै त्यहीँ पुगेपछि गर्छु किनकि अब नानी समातेको छ नानीले गर्न मिल्दैन भिडियो मैले चलाउँछु मैले नि मिल्दैन ल गाइज सबैजना स्टे ट्युन है अब एकछिनमा के हुन्छ नानी कतिको रुन्छ के हुन्छ अब मलाई पनि थाहा छैन डर लागिरहेछ अब कस्तो गाह्रो हुन्छ ज्वरो आउँछ भन्छन् होइन ल ठिक छ केही छैन बाई बाई सो गाइज हामी चाहिँ अहिले जाउँदाखेरि आइपुग्यौँ है सो हामी चाहिँ अब हस्पिटल पनि आउन लाग्यौँ अन द वे टु कुमारी पार्टी है हामी कुमारी पार्टीमा हिँड्दा अहिले कुमारी पार्टी आइसक्यौँ सो यहाँबाट पाटन हस्पिटल त्यस्तो टाढा छैन चाहिँ यहाँ मजाले कभर गरिदिएको छु मैले सुतिरहेको चाहिँ एकचोटि पनि उठाएको छैन अहिलेसम्म मोटर सो गाइज हाम्रो पुकुललाई चाहिँ एकदम रमाइलो लागिरहेको छ क्या लाइक तर साँच्ची भन्नुपर्दा किनभने उसलाई एकदमै बोकेर हिँडेको मनपर्छ नि त अनि आज उसले त्यस्तै भइरहेछ कन्टिन्यू यसलाई सपोर्ट दिइरहेको छ नि यो हातले छ ल हामी हस्पिटल पनि आइपुग्यौँ कति पछि आएको म चाहिँ हाम्रो नानुको हस्पिटल आइपुग्यौँ पार्किङ गरेर ऊ गऱ्यो हुन्छ म यहीँ बस्छु पार्किङमा आइसकेको छु अब यहाँ पार्किङको लागि ठाउँ खोज्दै पार्किङको ठाउँ भेटेको छैन गाइज होइन सो यस्तै छ स्कुटी पार्किङ चाहिँ यसरी गरेको छु कहीँ ठाउँ नभएर पुरै प्याक छ होइन अनि स्कुटी पार्किङ यहाँ छ नानीको अब सामान थर्मस अनि ल्याक्टोजिनहरू लिएर जानु पर्यो सो पार्किङको सो म चाहिँ अब पार्किङ गरेर चट्ट अब जाँदैछु नानीहरू चाहिँ बाहिर बसिरहेछन् पार्किङ बाहिर लास्टै प्याक रहेछ 3 बजेभन्दा उता फेरि त्यो भ्याक्सिनेसन हुँदैन अरे सो अब म जाँदैछु मसँग चाहिँ खुल्ला पैसा नभएर मैले पेन्डिङमा राखेर आएँ अब चाहिँ जाउँ कहाँ छन् तिनीहरू यहीँ बस्न भनेको त्यहाँ छन् सो
मेरो चाहिँ एउटा हातमा फाइल, एउटा हातमा यो, एउटा हातमा मोबाइल। हो माइ गड, के हो भ्लगर हुनु पनि गाह्रो रहेछ। सुति चाहिँ उठि छैन है। त्यहाँ पार्किङ एउटा पनि ठाउँ थिएन हेर्न, अनि कसरी राखेर आएको छु। यही हो पाटन हस्पिटल। अनि नानीको जन्म यहीँ भएको ल, आफू जन्मेको ठाउँमा आउँदैछ यो डिस्चार्ज पछि। सो हामी चाहिँ अब आइसकेको छौँ। सुयालाई वासरुम जानु पऱ्यो अरे होइन, वासरुम कहाँ छ थाहै छैन। गाह्रो छ हस्पिटलमा, यस्तै हुन्छ। अब आइसक्यौँ। हामी यहाँबाट जेनरल ओपिडीतिर कतातिर यो भ्याक्सिनेसन लाउने। अस्ति नै एकचोटि म लाइन बस्न जाँदा देखाए जस्तो लाग्यो, सायद त्यतै होला। जाँदैछु, ट्याबै आउँदैछन्। औषधि लिने लाइन हो यहाँ। पहिला पेमेन्ट गरेर अनि लाइन लाग्नुपर्छ औषधिको लागि। सो यता चाहिँ जेनरल वार्ड यतातिर हो, यही हो। मस्त निदाइ छ। उठी उठी हस्पिटलको गन्ध पाए जस्तो छ है मेरो छोरीले। थाहा छ कि थाहा छैन त भ्याक्सिनेसन लाउने ठाउँ थाहा छ? त्यहाँ अगाडि त्यही मैले पनि त्यहीँ ख्याल गरेको थिएँ, अनि त्यही भएर सिधै जानु लाग्यो। त्यहाँ गएर सोध्नुपर्छ के हो भनेर। सो देख्न सक्नुहुन्छ ऊ त्यहाँनिर खोप केन्द्र लेखेको छ, मेबी त्यही नै होला खोप लगाउने। अनि हामी चाहिँ डिरेक्टली त्यहीँ जाँदैछौँ। के गर्नुपर्छ कसो गर्नुपर्छ केही थाहा छैन। त्यहाँ गएर अब बस्ने पेन्डिङमा सोध्ने। बहिनीले सोध्थे सुई दिने ठाउँ लेखेको छ, सोधौँ। हुनु न कोही पनि वेटिङमा होला। यो चाहिँ पाटन हस्पिटल। अनि बिरामी भर्ना भएर यो बेड सेटमा कता कता भएको पेमेन्ट गर्ने ठाउँ हो यो चाहिँ। ओपिडी बिलिङ काउन्टर थियो। अनि भर्ना गरेको चाहिँ यो 7 नम्बरमा तिर्ने। मैले पनि यहाँ आएर तिरेको थिएँ। अब चाहिँ नानीको सबै के छ, थर्मसमा तातो पानी, त्यसपछि यदि भोकाइ अहिले रोइ भने दुध, अनि ल्याक्टोजिन हो त्यो चाहिँ। त्यसमा चाहिँ तातो पानी हालेर फेरि तताउनु, बाहिरबाट राखेर डुबाएर तताउने मन तातो बनाउनलाई। सो यही नै हो। अनि खोपहरू काट अनि सोया र मोरो ह्यान्डसम छ नि होइन। सो गाइज होइन, यहाँ चाहिँ मैले सेक्युरिटी गार्ड दिदीलाई सोधेको, अनि टिकट लिनु पर्दो रहेछ। अब थाहा भएन, सिधै गयो। अनि त्यहाँ क्लोज हुनु लाग्छ, छिटो छिटो जानुहोस् भनेको छ। अब म पनि जाँदैछु लेफ्टतिर कतातिर अरे टिकट लिनलाई। अब यहीँ होला सायद, म सोध्छु। दाइ यो भ्याक्सिनेसनको बच्चाको यहीँ हो उ गर्ने, बिल काट्ने के हो? बन्द भइसक्यो। सो गाइज नानीलाई अब भ्याक्सिन लाउन ल्याएको, पाटन पनि आइयो होइन। तर अलिकति ढिलो भएछ। 2 बजेभन्दा अगाडि नै टिकट काटिसक्नु पर्दो रहेछ। हामी 2:30मा आयौँ, आधा घन्टा लेट। त्यसले गर्दाखेरि आज नानीको भ्याक्सिन लाउन पाइएन। हामी निराश भएको छौँ। अब मुखमा हाँसो भए पनि निराश छौँ होइन। हिजो पनि त्यस्तै भयो। तर अनि यहाँ बुझेको 10 दिनसम्म खासै फरक नपर्दो रहेछ, 1-2 दिनले। अब भोलि चाहिँ बिहानै 8-9 बजीतिर आएर चट्ट लगाउन पर्यो। अब आजलाई भ्लग भएन, के गर्ने, यस्तै छ जिन्दगी। अब भोलि आउँछौँ, अनि भोलि आएर लगाउँछौँ। भाग्यमानी रहेछ हामी नानी सुई लाउनलाई। यसलाई लाउन डर लागिरहेको थियो होला होइन। हामीलाई गाह्रो, के गर्ने, भोलि फेरि आउनुपर्छ अरे। ल यति नै हो गाइज। अलिकति डिसपोइन्ट पनि भयो म होइन। अब यत्रो ठुलो हस्पिटलमा आइसकेर खोप लाउन नपाउनु भनेपछि डिसपोइन्टकै कुरा। बहिनीको फुस्केछ ल। सो अब यत्रो हस्पिटलमा आइसकेपछि होइन खोप लाउनु त अब जति बेला पनि मिल्नुपर्ने, कस्तो टाइमिङ अब 1 बजे रे 2 बजे रे, यो त अलिक भएन होइन। जेमा पनि अब लाइन लाग्नुपर्ने, कुर्नुपर्ने। अब हस्पिटलमा सुई लाउन पनि कुर्नुपर्ने भनेपछि त अनि त्यो एकदम दुःखको कुरो। चित्त बुझेन। अब देश यस्तै नै चलिरहेको छ। अब म एक्लैले बोलेर पनि हुने चिज केही पनि होइन, सिस्टमै यस्तै छ। अनि यो सिस्टम चाहिँ अब चेन्ज कहिले पनि नहुने भयो नेपालमा। खोप त जति बेला भन्यो त्यति बेला लाउन पाउनु पऱ्यो नि त। मान्छेलाई कहाँबाट टाइम हुन्छ र जति बेला 9 बजे गाह्रो हुन्छ नि होइन। 2 बजी लिएर आउँदाखेरि 2:30 बजी आइपुग्दाखेरि अब खोप लाउनलाई छैन अरे। अब यस्तो अब यस्तै छ जिन्दगी होइन। हस्पिटल आइयो, केही छैन। अब खोप लाउनु भनेर आएको, खोप बिना नै
जानु पर्यो घर रित्तो हात बिना खोप छोरीलाई अब भोलि आउने गाविसमा त्यही त गाविसमा अब फेरि गाविस त नगरपालिका भएको छ नि त अहिले अनि जे चिज पनि फ्याट भइदियो पो बल्ल रमाइलो अनि सजिलो हुन्छ सबैलाई होइन यस्तै छ ताल नानी पछाडि चाहिँ म चाहिँ यता छु के गर्नु मलाई मात्र भएको समस्या त पक्कै होइन होला यो सबैलाई यस्तै नै समस्या छ होला अब सबैको तर्फबाट आज मैले चाहिँ बोलेँ अब त्यो त्यहाँ फेरि भित्र अब आफ्नो पर्सनल भ्लग पनि रेकर्ड गर्न नपाइँदो रहेछ त्यही नि भालै भएन म मेरो फेस देखाएर बोल्न त पाउँछु त भनेर म अलिकति भिडियो बनाएँ तपाईँहरूको पो खिच्न पाउँदिनँ भनेर कुरा गरेँ मोबाइल निकालेको यहाँ भिडियो नबनाउनु है रे त्यस्तो नि हुन्छ आफ्नो त बनाउन पाइयो त अरूको पो बनाउनु हुँदैन आफ्नो बनाउनु के भन्छ र सो यस्तै छ अब फर्किहाल्नु आउनु पाएको छैन फर्किनु पऱ्यो गाइज होइन अब लाउन पाइएन आजलाई भ्याक्सिन अनि अब जान्छौँ पार्किङमा पनि खुल्ला पैसा छैन भनेर गरेको अब कुन पैसा दिने हो फेरि सो अब स्कुटी झिक्नु पऱ्यो होइन स्कुटी उता राखेको छु मैले अब अलि पछाडि नै छ अब आज चाहिँ काम बनेन सुई लाउने काम भएन छोरीको होइन अब चाहिँ घर जान्छौँ हामी अब भोलि अलिक छिटै आउनु पऱ्यो अनि पहिलाको पालि खोप लगाउँदा चाहिँ अनि हस्पिटलमै थियो नि त नानी अनि त्यो बेलामा चाहिँ 3 बजेभित्र हुन्छ भनेर नानीलाई भनेर रहेछन् 3 बजेभन्दा अगाडि जानु होला भनेर अनि त्यही हिसाबले अब आज पनि अब त्यही त होला नि 3 बजेपछि बन्द हुन्छ 3 बजेभन्दा अगाडि गए हुन्छ होला भनेर त्यो हिसाबले गरेको आउँदा त ल 2 बजेभन्दा अगाडि टिकट काट्नु पर्दो रहेछ अनि त्यसले गर्दाखेरि म चाहिँ सर र मेरो स्कुटी कहाँ हरायो भनेर खोज्दैछु उताबाट जानु पऱ्यो बाटो रहेछ पाएँ भने उता रहेछ कि उता रहेछ ऊ त्यहाँ छ ल स्कुटी भेट्यो होइन अब जाँदैछु म चाहिँ यहाँ बाटो क्लोज भयो बाटोमै छ हजुर भ्लग हो मेरो पर्सनल भ्लग हो युट्युबमा सबिन शर्मा भनेर आउँछ कता भयो यो हो मेरो स्कुटी ल भेटाएँ होइन स्कुटी पनि अब काम चाहिँ बनेन गाइस अब नबने पनि अब के गर्नु जानु पर्यो बाटोमा फुलानी तिम्रै फुलानी सो गाइज मेरो लेस बानेको छ लेस बान्छु ल अब लिनुपर्छ अब चाहिँ गोप्रो हान्नुपर्छ सकिन्छ कि ल यहाँ मलाई दाइले भन्ने अरे ल ब्रोले स्कुटी सर्भिसिङ गर्न लिएर जाने बेला भएको टाइम छैन अनि पार्किङभरि बाइक कहाँ राखेको थाहा नपाएर तनाव हुन्छ कहिले काहीँ सो आफूले राखेको ठाउँ चाहिँ ठ्याक्कै याद गर्नु किनकि यस्तो 1 2 भनेर लेखिदिएको हुन्छ अनि अलिकति ख्याल गऱ्यो भने स्कुटी भेटाउन सजिलो हुन्छ पार्किङमा राख्दाखेरि अथवा बाइक आफ्नो साधन मलाई चाहिँ अनि अलिकति त्यहाँ बाटो क्लोज छ अनि म अर्को बाटो युज गरेको यताबाट आउनै नमिल्दो रहेछ ल धन्यवाद हिँड्यो होइन गाइस अब काम बनेन है त्यो पार्किङको पैसा दिइरहेको अब यहाँ चिन्ता लिनु छ दिँदै कालो कति बेला आउँछ भनेर सो त्यो बेला गएको धन्यवाद बितायो चाहिँ हिँड्यो सो गाइज अब हिजो भ्याक्सिन लाउन मिलेन थाहा पाइहाल्नु भयो अगाडिको भिडियोमा हेरेर होइन अनि आज नेक्स्ट डे
अनि हामी चाहिँ आज नानीलाई लिएर फेरि जाँदैछौँ अनि 2 बजेभन्दा अगाडि नै पुग्ने हिसाबले हामी पहिले नै हिँडेको छौँ अब नियम त्यस्तै छ सो अब सी यु देयर नानीलाई अब कस्तो हुन्छ के हुन्छ कतिको रुन्छ थाहा छैन अब डर अहिले लागिरहेको छ होइन होप अब सबै चिज राम्रो होस् त्यसलाई ज्वरो नआओस् यो भ्याक्सिन लगाएपछि ज्वरो आउँछ भन्छन् होइन ज्वरो आयो भने आफूलाई तनाव आजकल फेरि रातभरि रोएर हैरान छ सुत्न दिने टाइममा होइन रातभरि काखमा बोक्नुपर्छ काखे पानी लगाइसकेको छ सो अब उसको दिदीले बोकेर आउँदैछ फुपू दिदीले ऊ हामी सानी चाहिँ सुती छ अहिले कति रुने हो अब तनाव छ अनि यस्तै हो हेर्दै गर्नु होला भिडियो अहिले म टक्क पार्टी पुगेपछि सर अनि फेरि आउनेछु तबसम्म अब बाइक चलाउनु पर्यो नानी समाउनु पर्यो ल सो गाइज आज डे 2 होइन भ्याक्सिन लगाउनको लागि अब हिजो आइयो फर्केर गयो अब आज चाहिँ बिच बाटोहरूको देखाइन किनकि अलरेडी नै छ त्यही बाटो हो अनि हामी चाहिँ अब सर र जाँदैछौँ पुपुलीलाई लिएर श्रेया आज के छ त अब सुई लाउन पाइएला त त्यही त हिजो त पाइएन होइन अब आज पाइन्छ कि आज छिटै आएछौँ होइन सो लेट्स सी अब गएर सिधै अब हिजो त थाहा पनि थिएन सिधै के कहाँ जाने के गर्ने भनेर आज चाहिँ अब थाहा भएको छ टिकट काट्नु पर्दो रहेछ टिकट काट्न जान्छौँ त्यसपछि के हो अब हेरौँ लेट्स सी ल सो फाइनली बिल पेमेन्ट भइसक्यो अब 21 नम्बर कोठा खोज्दैछु म चाहिँ होइन यहाँ रहेछ ल भेटाएँ 21 नम्बर कोठा अलि टाढा रहेछ यो बाहिरपट्टि रहेछ 21 नम्बर कोठा भेटेको छ अब नानी आउँदैछ हामी पुपुलिस मायालुस हाम्रो नाम आइसकेको छ अब नानीको पालि आउँछ कति किलो भयो हेरौँ ल नानी खै हात हटाइँदैन अब 32 ग्रामको कपडै भए पनि 4 किलोको छ ल सो गाइज म चाहिँ लाइनमा छु होइन बिल पेमेन्ट गर्नको लागि ल अब यहाँ बिल पेमेन्ट गरेर बल्ल खोप लगाउने हो अरे सो यहाँ छ के औषधि पनि लिनु पर्दो रहेछ म कुरिरहेको छु पेमेन्ट भयो अब चाहिँ 8 नम्बरमा जाने रे अनि त्यसपछि भ्याक्सिन लगाउने रे पहिला अनि त्यसपछि फेरि फार्मेसीमा जाने रे अनि के गर्नुपर्ने हो सिरिन्ज औषधि के हो यो 8 नम्बरमा जाने रे अब कतिको रुने हो के हो होइन यस्तै छ नानीको अब लाउँदा कतिको रुन्छ गाइस डाइपर पनि आज त ठुलो भाउजू घरमै हुनुहुन्छ साना रुनुहुन्न स्ट्रङ गर्ल रुन्छ है बच्चा ल भयो बेबीलाई भयो कहिले ल भयो छ नि छानु ल भयो छानु भयो यहाँ उठ्यो ल भयो म देखाइदिउँला अहिले हजुरलाई भयो छानुलाई भयो कले एकैछिन है बेबीलाई कले दादा दुध रेडी पाएर जाऊ रेडी छ ए नखानु ए हस् गुड गर्ल भयो श्रेयांशीलाई भयो ल गुड गर्ल लाइदा हुन्छ सुरुवाल ल हाम्रो चाहिँ सुई लगाएर सक्यो गाइज होइन अनि अब आजको चाहिँ अब सिटामोल किन्नुपर्ने अरे सिटामोल ज्वरो आउन सक्छ भन्नुभएको छ अनि त्यो जहाँ सुई इन्जेक्सन लगायो त्यहाँ चाहिँ तातोले सेक्नु हुँदैन अरे अनि आइसले युज गर्नु पर्यो तेल सेल नपार्ने भन्नुभएको छ अनि त्यही नै हो
अब फेरि 1 महिनापछि अर्को भ्याक्सिन रहेछ। अब आजको दिनबाट ठ्याक्कै 1 महिनापछि लगाउने। नानी एकछिन रोए है, हाँसो घोस्नु पर्दो रहेछ। डर लाग्ने, ठुलो मान्छेलाई त डर लाग्छ, बच्चालाई झन् कस्तो हुन्छ। अनि यस्तै छ। ल सुई लाएर अब हिँड्यो। अब फार्मेसी गएर सिटामोल लिनुपर्छ अरे, ज्वरो आउन सक्छ अरे। सो एकछिन कुरुम मेडिसिन लिनको लागि लाइन बस्दैछु। लाइन लामो छ, पालो कति बेला आउँछ अब हेरौँ, कुरुम। सो पुरा लडाइ लडे जस्तो गरेर होइन, यति औषधि लिनको लागि 1 घन्टा जस्तो लाइन बस्नु पर्यो। लिएँ, अब यो लिएर घर जान्छौँ। बाई बाई। भ्याक्सिन लगाएपछि पुपुली मस्त निन्द्रामा, फुपू दिदीले सम्हाल्दै, बाउले यस्तो बोक्दै। अब हिँड्यो घरतिर। ल जाउँ, लेट्स गो। अनि गाइज एउटा इम्पोर्टेन्ट मेसेज चाहिँ के भन्दाखेरि होइन, अब मलाई लागेको कुरा यो हस्पिटलमा आएर भ्याक्सिन लगाउनु भन्दा नजिकैको आफ्नो ओडा अब त्यो स्वास्थ्य चौकी हुन्छ नि, त्यहाँ गएर लाउनु भयो भने चाहिँ छिटो, यस्तो लाइन लाग्न नपर्ने, केही गर्न नपर्ने, छिटो चाहिँ त्यो हुन्छ जस्तो लाग्यो। हाम्रोतिर चाहिँ आज गएको, अर्को नेक्स्ट विक त्यहाँ चाहिँ हप्ता कस्तो त्यो सेड्युल हुँदो रहेछ कि। अनि त्यसरी रहेछ। हस्पिटलमा आए चाहिँ दिनदिनै लाउनु अब त्यो हुने, त्यहाँ चाहिँ कुर्नुपर्ने रहेछ। त्यति हो फरक। बुझेर 45 दिन पुग्नुभन्दा अगाडि नै, हप्ता 10 दिन अगाडि बुझ्ने कहिले लगाउँछ। अनि त्यो गरेर आफ्नै नजिकैको स्वास्थ्य चौकी अथवा वडा कार्यालय अथवा गाविस कता गएर बुझ्नुपर्ने हो। त्यहाँ गएर बुझेर लगाउँदाखेरि बेटर, मेरो अनुभव यति हो। इम्पोर्टेन्ट मेसेज है मेरो भोगाई। सो गाइज हामी फाइनली घर पनि आइसक्यौँ। अब बल्ल रुँदैछ, गाई सिस्टममा हुँदा रुन्थ्यो, अहिले चाहिँ रोइरहेछ। किन पनि दुखिरह होला कति बिचारालाई। आजको भ्लग यही नै सक्यो। अब हामी घर पनि आयौँ, नानीलाई सुई पनि लगायौँ, सबै कुरा भयो, भ्याइयो सिद्धियो। सो अब नेक्स्ट 1 महिनापछि लाउनुपर्छ अरे। अब 1 महिनामा त ऊ मामा घर गइसकेकी हुन्छ, अनि अब उतै मिलाएर लाउनु मिल्छ अरे। सो त्यति नै हो आजको लागि। अब बाई बाई, थ्याङ्क यू फर वाचिङ माई भिडियो। अब च्यानललाई लाइक, कमेन्ट अनि सेयर अनि सब्सक्राइब गर्न नभुल्नु होला। अनि अब यस्तै भ्लगहरू आउँदै गर्छ। मेरो पुकुली माया सुती छिन् यस्तै मस्त। ल बाई बाई।